जेपछि सबैजनालाई आज चाहिँ गाउँबाट ल्याएको फ्रेस बिफ बनाउनु पऱ्यो भनेर है यसरी बाउ छोराले बनाएको भिडियो हेर्नु नि फेरि यसरी चपिङ गरेको अदरक लसुन हल्का ब्राउन गरेर एउटा डल्ले खोर्सानी 2-3वटा चिरेको मिर्ची हालेर चाहिँ है मजाले गाउँको फ्रेस बिफ भएको कारणले गर्दा चाहिँ मलाई चाहिँ एकदम बनाउने जोस आयो है यसरी मसिनो काटेर हो एकदमै मजाले यसलाई पनि भुटेर है एकदम सिम्पल तरिकाले बनाएको छु प्याज र टमाटर हालेर छोराले बनाएको भिडियो फेरि है कम्ती हल्लाएको छैन अनि रङ खोर्सानी नमक हालेर मात्र यसलाई चाहिँ एकदम मजाले यसरी फ्राई गरेर है मजाले रातो भइन्जेल यसरी बनाएर चाहिँ चट्टै सकेर फेरि हामी बाउ छोराले अब यी बोतल साफ गरेर यो खोर्सानी गाउँबाट ल्याएको है डल्ले खोर्सानी यसलाई मजाले घाममा हल्का बोइल गरेर सुकाएर चाहिँ यसरी बोतलमा खाती हालेर चाहिँ अब दुईजनाले चाहिँ भर्नु आँटेको छौँ म र छोराले अनि यसरी यसलाई खादी हालेर भेनिगर एकदम डुब्ने गरी भेनिगर हालेर अनि मेरो छोराले चाहिँ अब यसमा नमक हाल्छ यसरी ड्याङ नमक हालेर चाहिँ यसलाई है मजाले मिक्स गर्नुपर्छ अनि मेरो छोराले त कति नमक हाले ल एकदमै दामी परिकारले अब यो चाहिँ लङ टाइमसम्म खानु सक्छ है मजाले मार्केट जानुको लागि पनि ढिलो भइरहेको थियो र पनि फटाफट है गाउँको फ्रेस बिफ पनि भुटेर खोर्सानीहरू मजाले बोतलमा भिजाएर चाहिँ हामीले सक्यो अब यसलाई मजाले टाइट बन्द गरेर चाहिँ यसलाई स्टोर गरेर खानुपर्छ नेक्स्ट टाइम अनि मार्केट गएको भिडियो चाहिँ फेरि म नेक्स्ट हाल्नेछु ओके बाई।